एसआईपी को बारेमा धेरै सुनियो। आज कुरा गरौँ एसटीपी को बारेमा। एसटीपी भनेको सिस्टमेटिक ट्रान्सफर प्लान हो, जसमा तपाईले एउटा म्युचुअल फन्डको स्किमबाट अर्को म्युचुअल फन्डको स्किममा एउटा सिस्टमेटिक तरिकाले विकली, मन्थली, क्वार्टरली र 6 महिनामा आफ्नो प्रिफरेन्स अनुसार पैसा बिस्तारै ट्रान्सफर गर्दै जाने। यो किन गरिन्छ त भनेर भन्दा, जेनरली तपाईले एसआईपी गर्नुभएको स्किम इक्विटी वा डेब्ट वाला स्किम हुन्छ। इक्विटी वाला स्किमले चाहिँ इक्विटीमा धेरै लगानी गर्छ र डेब्ट वाला स्किमले चाहिँ फिक्स रिटर्न दिने ठाउँहरुमा धेरै लगानी गरिराखेको हुन्छ। सो मार्केट बढिराखेको बेला धेरै रिटर्न कहाँ कमाउन सकिन्छ त भनेर भन्दाखेरि इक्विटीमा, अनि मार्केट घटेको बेलामा चाहिँ डेब्ट वालामा। अब यसरी म्याक्सिमम बेनिफिट लिन त आफ्नो लगानीलाई यसरी डेब्टबाट इक्विटी र इक्विटीबाट डेब्टमा अटोमेटिक ट्रान्सफर गर्ने एउटा सिस्टम चाहिन्छ। द्याट्स वाइ एसटीपी केम इन प्र्याक्टिस। यो सम्भव चाहिँ एसटीपी ले गर्छ, तर लेट मी टेल यू, सबै म्युचुअल फन्डमा एसटीपी चाहिँ गर्न मिल्दैन। एसटीपी गर्न एउटै म्युचुअल फन्ड म्यानेजरको यो दुईवटा फन्ड चाहिँ हुनुपर्ने हुन्छ। एसटीपी नेपालमा फर द भेरी फर्स्ट टाइम पोसिबल हुँदैछ एनआईसी एसियाको यो दुईवटा स्किमबाट, one डाइनामिक डेब्ट फन्ड र अर्को इक्विटी लिङ्क्ड इन्भेस्टमेन्ट स्किम। लेट मी नो इन कमेन्ट सेक्सन इफ यू वान्ट टु नो मोर अबाउट एसटीपी।